अनि एक्सपिरियन्स त अब के हुनु है, सँगैको साथी अब मरेको छ त्यहाँनिर, कसैको औला खाइदिएको छ 3टा, त्यो अब सम्झिनै मन थियो नि त्यो कुराहरू त। तर जे सोचेको थिएँ, जे सपना देखाएको थियो, त्यो चाहिँ पुरा भयो। अनि खुसी छु। हामी चढिरहेको छ 100 मिटर अगाडि, आइसफल भएर झरिरहेको छ, खसिरहेको छ। सातो गएको छ, त्यो लकले बस्ने ठाउँ हो। अनि त्यो ठाउँमा मैले एकजना फरेनर भेटेको थिएँ, रोमानियन। अनि उहाँको गाडी चाहिँ मेरो शुभचिन्तक रहेछ। हामीले फोटो पनि खिचेको थियौँ सँगै। उहाँले नै रोमानियनले नै खिचिदिनु भएको थियो कि। अनि त्यही मान्छेको लास्ट 3 दिनपछि मैले लोछेमा भेटाएँ। अनि मैले नागेर जानुपर्ने थियो कि। अरू लास्ट त अब बोलेको थिएन, त्यो मतलब भएन। त्यो मान्छे चाहिँ बोलेको, उसले मेरो फोटो पनि खिचिदिएको भएर ठ्याक्कै 3 दिनपछि त्यो मान्छेको लास्ट देख्दाखेरि चाहिँ अलिकति गाह्रो चाहिँ भएको थियो लोछेमा चाहिँ। ल कविताजी, पहिला सुरुमा तपाईँ 24 घण्टाको अन्तरमै 2वटा ठुला हिमाल चढेर संसारकै ठुला अग्ला हिमालबाट फर्किनु भएको छ। पहिला अनुभव थोरै सुनाइदिनुहोस्, कस्तो रह्यो? थ्याङ्क यू सो मच दा। अनि सबैजना यहाँ जति पनि उपस्थित हुनुभएको छ मेरो सेलिब्रेसनमा सहभागी हुनको लागि सबैजनाले एकदमै धेरै धन्यवाद। अलिकति कुर्नु पर्यो है, माथि वेदर बिग्रेर मलाई पनि कस्तो गाह्रो भएको थियो, आइदिनु भयो, धन्यवाद। अनि एक्सपिरियन्स त अब के हुनु है, सँगैको साथी अब मरेको छ त्यहाँनिर, कसैको औला खाइदिएको छ 3टा, त्यो अब सम्झिनै मन थियो नि त्यो कुराहरू त। तर जे सोचेको थिएँ, जे सपना देखाएको थियो, त्यो चाहिँ पुरा भयो। अनि खुसी छु। सगरमाथा आरोहण गरेँ फर्स्टमा चाहिँ पहिलोचोटि। अनि त्यो गरेर ठ्याक्कै साउथ कोलमा फर्किँदाखेरि चाहिँ हामी 3जना थियौँ। 3जनाले चाहिँ सोचेको थियो हाम्रो कम्पनीबाट कि 2टा हिमाल चाहिँ एकैचोटि चढ्ने भनेर। अनि 2जनाले चाहिँ सकेन, उठ्नै सकेन उनीहरू चाहिँ। हामी अब यहीँ रेस्ट गरेर भोलिपल्ट क्याम्प 2 फर्किने भन्यो। मलाई पनि यस्तो गिभअप गर्नु चाहिँ मन थियो, तर 6 घन्टा जति सुतेँ। फेरि क्याम्प 2 मा एक दिन अगाडि एकजना शेर्पा दाइ सुत्नु भयो थियो, सुतेको गर्नुभयो, उठ्नु भएन होइन। सुत्न डर लाग्यो मलाई फेरि। अनि एकजना टेन्ट पार्टनर राखेर अनि एकछिन 6 घन्टा सुतेँ। अनि अब चाहिँ लोछे चढ्नुपर्छ भनेर गएँ, चढेँ, भुत चढेँ त्यतिखेर। यो खासमा भन्नुपर्दाखेरि एक्लो मुभी हाउसहरूलाई थाहा होला होइन। अनि क्यारेक्टर रिसर्च गर्दै जाँदाखेरि हामीले सुटिङ पनि हिमालयमा गरेको सबै, अनि माथि अन्नपूर्ण रेन्जमा गरेको। अनि त्यो हिमालय बोला जस्तो फिल भएको क्या तपाईँको 45 दिन बस्दाखेरि। अनि दियापुन दिदी मेरो रुममेट हुनुहुन्थ्यो, उहाँले पनि सगरमाथा आरोहण गर्नुभएको। अनि दिदीसँग कुरा गर्दै जाँदाखेरि चाहिँ जिन्दगीमा एकचोटि चाहिँ के रहेछ है, यसको भोगाइ चाहिँ एकचोटि भोग्नुपर्छ भन्ने फिल भयो मलाई। अनि ठ्याक्कै हेर्दै जाँदा माउन्टेन क्विन भन्ने नेटफ्लिक्समा देख्नुहुन्छ, हाम्रो शेर्पा दिदीले गर्नुभएको। अनि सबैभन्दा धेरै एभरेस्ट आरोहण गर्ने दिदी हुनुहुन्छ उहाँ चाहिँ। अनि उहाँको त्यो स्टोरीले एकदमै छुयो मलाई चाहिँ। जिन्दगीमा एकचोटि चाहिँ के रहेछ, यो एकचोटि चाहिँ एक्सपिरियन्स गर्नुपर्छ है भन्ने चाहिँ भयो मलाई।